एकैछिन हाँस्ने कोसिस गरौँ है त। लेट्स गो। आज लास्टै जोस आछ। किन जोस आछ भने अस्तिको भिडियोमा अलिकति भए पनि भ्युज आछ होइन। दुर्गा वर्षै सुध्रेका हुन् र भने आन्दोलन त हुँदै हुँदैन त्यहाँ। कमसेकम आन्दोलन भयो भने स्कुल कलेजहरू बन्द त हुन्थ्यो यार। अब म म्यानेजमेन्टको स्टुडेन्ट भएर होला मान्छेहरूले ल भन्छन्, म ल सुन्छु क्या। मान्छेहरूले डेटिङ भन्छन्, मैले ट्रेनिङ सुनिदिन्छु। मान्छेहरूले क्रस भन्छन्, म चाहिँ क्यास सुनिदिन्छु क्या। अनि मान्छेहरूले पर्पोज भन्छन् नि, मैले चाहिँ पर्चेज सुन्थेँ। अब नर्मल मान्छेहरूलाई डिआर भन्ने बित्तिकै दिमागमा झट्ट डक्टर भन्ने आउँछ नि होइन। तर हामी म्यानेजमेन्टको स्टुडेन्टलाई त्यो हुन्न। डिआर भन्ने बित्तिकै हाम्रो माइन्डमा सेट भइसक्छ क्या, डेभिड भनेर। म्यानेजमेन्ट पढ्ने फेरि म्यानेजमेन्ट पढ्नेहरूको एउटा कुरा के पनि हुन्छ भने नि, उनीहरूले जे कुरा पनि म्यानेज गर्न आउँछ सजिलै म्यानेज गरिदिन्छन्। उनीहरूको 5वटा गर्लफ्रेन्ड त 5वटा औँलामै म्यानेज हुन्छ क्या। अब मेरो साथीहरू सबैको लभ परेको छ होइन। अनि उनीहरूले भन्छन् क्या, अहिलेको जमानामा को चाहिँ सिङ्गल हुन्छ र भन्छन्। अनि मैले सोध्छु, अहिलेको जमानामा कोही सिङ्गल हुँदैन भने म चाहिँ कुन जमानाको? अनि मलाई यो हाम्रो देशको प्रधानमन्त्री र अनि म्यानेजमेन्ट पढेका स्टुडेन्टहरू एउटै लाग्छ। दुइटैले हावा गफ मात्र हान्छन्। म्यानेजमेन्टका स्टुडेन्टहरू हाम्रा नेपाली क्रिकेटर जस्तै हुन्छन् क्या। जस्तै उनीहरूलाई एउटा हिसाब गर्यो, डेबिट क्रेडिट एउटा हिसाब गर्यो भने उनीहरूलाई लाग्छ कि मेरो महिनाभरिलाई पुग्यो भनेर, त्यसपछि ध्यान दिँदैनन्। अनि एनपिएलमा पनि नेपाली क्रिकेटरहरू क्या सबै म्याच जिताउने विदेशी। नेपाली खेलाडी कहिलेकाहीँ झुक्किएर एउटा म्याचमा चलिहाल्यो भने त्यसलाई त्यो सिजनभरि ढुक्क। कुनै अर्थशास्त्रमा र अकाउन्टमा एउटै हुन्छ नि होइन कुनै परिभाषा। त्यही भएर धेरैजसो अर्थशास्त्र पढेका र अकाउन्ट पढेकाहरूको बिहे हुन्छ नि होइन। किनकि उनीहरूको पनि परिभाषा मिल्छ, उनीहरूको व्यवहार पनि मिल्छ क्या। दुइटैको बाँदर जस्तै। अनि मैले अस्ति भिडियो हालेँ होइन। अनि भिडियो हालेपछि म मक्ख परेँ क्या। वाउ सोचेँ, एकछिन त पुरै मक्ख परेँ, खुसी भएँ क्या। मेरो भिडियो हालेँ आफ्नो च्यानलमा चाहिँ एकछिनपछि म आफै दुःखी भएँ। भिडियो त आयो तर भ्यू चाहिँ आएन।